bitch ass fresh. Little chip. Come on, guys, welcome to my vlog. आज मैले अब गिम्बल पनि ल्याइसकेको छ। अब भिडियो सुकुटी गएर हाल्नु पर्छ। चक्क लगाएर स्कुटी हाम्रो कुटीको त्यहाँ रहेछ। कस्तो हलिडे Yo, what's up? हामी चाहिँ सुकुटे बिच जाँदैछौँ होइन यस्तै छ रोयल सुकुटे त्यो सुकुटे बिच पुरानो सुकुटे बिच चाहिँ गरिबहरू जान्छ होइन रोयलमा जान्छ रोयलमा ज्ञानेश्वरको गल्लीबाट दिल्ली बजार पुग्न लागेको छ दिल्ली बजारबाट हामी बानेश्वर गएर बानेश्वरबाट हामी पेप्सी गोल गरेर सिधै नाला हुँदै हामी बनेमा ब्रेकफास्ट खाएर एकाडेमी हामी खाना केटीलाई भाते पाके भाते खाएर जानुपर्छ अब ओके ओके हेर लेट्स गो सर के भयो ओके के भन्नु खै मुकेश सर नाचेन नि त उजललाई अब यसो गरेर खस्ला हिँड्ला हेर ल पानीको टङ्की मात्रै छ कि छैन कम अन माथि आउनुस् माथि आस्ते लस्सी भन्दै है आम्बो चक्क लाएर मलाई के कुहिरे जस्तो देखेँ लसुनलाई कस्तो लाग्यो त लस्सी मेरो ठाउँमा आएर मलाई लस्सी कस्तो लाग्यो भन्छ उसलाई सोध्नुलाई सलिमलाई एकदम बेस्ट नसोध्दै पर्फेक्ट खाएर भातै खानु पर्यो भनेर अनि अब गोलगाडा 25 Fucking fast, skinny dinner, but your girl tell me that I'm fucking massive. Yeah, you talk a lot of shit. Hope you ready to back it up now. Say no place, I thought I gotta bite somehow. I'm gonna help you out, get your chick to go to these suckers. ओके गाइस हामी अब खाना खानलाई दारिरहेकोमा गोवा गोवा हामी गोवा 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 कसकोमा लेट्स गो हम ऊपर में गोवाले मास भात खाइयो हो ल भात खानी कतै छ
ए कोले खान्छ हेरौँ एकैछिन Let's go. सरले के भन्दै हुनुहुन्छ सब्सक्राइब गर्नुपर्छ हजुर सब्सक्राइब गरिदिनु मेरो पिएस र मेरो शेर्पा 17 यो पछाडि हेर्नु बोल्न नसक्नु रहेछ के आयो सुन्दै गयो ओ यसलाई चाहिँ पूजा गरेर सबैको भन्नुपर्छ ओके लेट्स सी जाउँदै तलै पार्किङमा जाउँदै Okay, let's go. Gojë सुकुडी तास बोक्यो तास यही छ ब्यागमा भर रातभरि आज सुत्नु पाउँदैन यस्तो आम्बो यस्तो भयो त यहाँ त डल्फिन देख्छु मैले ब्ल्याक डल्फिन ओके यहाँ चाहिँ ब्ल्याक डल्फिन आउँछ यो पुलमा आज डुब्लुक 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 ओके खै मुकेश सर रोनी सर उभियो यो बुम ल नाइस एउटा सम्झना पाइलो हान्छ टिकटक दिनभरि टिकटक चलाइराख्ने जातिलाई चाहियो रे नबोल तँ के भेटास्ने के खाएको नि के सोकिँदा के बेचार ब्रेक Little Trebek. सबजना सुतिरहेर म अल्छिरहेर अब कफी बनाएर खानु सुत्नु रोहन पनि जाने हो जानु पर्छ हेलो लेट्स गो भनेको अब एकछिन बस एकछिन बसेर
ल तैरुम बोला उताको भ्यू चाहिँ ये तो मेरी टावर नहीं है ये कोई टावर नहीं है मोबाइल में फोन नहीं चला वाईफाई तो बंद क्यामेरा समात्ने नि स्ट्यामिना छैन भरि भित्र बस्ने कि भित्रतिर बस्ने फर्स्ट टाइम हान्न आँटेको कस्तो हुन्छ कि सिएक्स टिम कहाँ हरायो गाई डर्दैन भनेर सुधारले यत्रो हालेर अब डल्दैन नाम भरिसक्यो त्यो कहाँ बाबु लगा ल गाइस हामी फाइनली अब ब्याक काठमाडौँ यो लाइनलाई भत्ताक बुझ्छु शब्द कस्तो भइरहेछ केही शब्द राखिदिनु तपाईँ अब हाम्रो टुरको लागि बजेट हामीले निष्कासन गरेर छुट्याएको थियो अब बाटो खर्च हिजो भात खर्च त ठिकै छ खर्च छुट्याएको खर्च भन्दा धेरै रिसोर्टमा आयो टोटल भन्दा बढी हिजो हाम्रो टोटल बजेटै बढी आएपछि हामी अलिकति चिन्तितमा छौँ हिजोको भात खर्च खोइ आजको भात खर्च खोइ गाडीको खर्च खोइ एकदम चिन्तितमा छौँ त्यही पनि आज हामीले पैसा तिरेनौँ भोलि हाम्रो अफिसमा बिल लिएर आउनुहोस् हामी भोलि पैसा दिन्छौँ भनेर हामी निस्केको अहिले मसँग भएको पैसा दिए भए हामीले भात खानालाई पैसा पुग्दैन थियो तर हामी चिन्ता नगरिकन मासु भात दबाउँछौँ आज पनि गुवा मासु भात दबाएर रिल्याक्समा सुतेर जान्छु यति भन्दै मेरो दुई शब्द यही टुङ्गाउन चाहन्छु तपाईँहरूलाई ताली बजाउनु मलाई बजाउनुहोस् नबजाए भए मलाई नबजाउनुहोस् मलाई बाल गाइस अब हामी खाना खान निस्केको रोहन बाबा फर्किँदाखेरिको खाना खान्छ हाम्रो दाइको पसल दाइहरूले भन्नुभयो यहाँ खतरा मिठो पाउँछ भनेर त्यही भएर हामी जान आँटेको अब चाहिँ हामी जान लागेको गाइस ल हाम्रो माइला दाइको मिठो खाइयो होइन मलाई टिस्यु मेरो कस्तो नमिलेन बिस्तारै आरामले खोइ पेन खोइ पेन यहाँ छ
चोर पनि खाइन्छ दाइ जस्ट ढिलो भयो भने खाना मिठो खाइयो किनभने हजुरहरूको पुरानो ठाउँ हो यो हजुरहरू कहाँ सिन्धुपाल्चोक कालिचोक दोलाखा सुकुटे बिच तातोपानीको यात्रामा हुनुहुन्छ भने माइला दाइको बोटु त्यहाँ छ भान्साघरमा आउनु भान्साघर त्यहाँ छ त्यहाँ फोन नम्बर छ हजुरहरू त्यहाँ आउनु भयो होइन हजुरहरूको पुरानो ठाउँ हो लोकल भाले हुन्छ लोकल माछा हुन्छ लोकल खसीको हुन्छ दाउरामा बनाएको हुन्छ हजुरहरू सिन्धुपाल्चोकको भिजिटमा हुनुहुन्छ भने कहाँभन्दा माइला दाइको भान्साघरमा माइला दाइको भान्साघरमा सम्झिनु होला ल ल हस् त नमस्ते ल बाबु तिम्रो च्यानल सब्स्क्राइब गर्छु दाइकोबाट के सर र पानी परिसक्यो बुढेसकालको लागि पानी पऱ्यो घर पुग्नु बनाऊ रेडी ओके बाबु दाइसँग हिँड्ने गरेर मोज गर्छु तिमीले ल मोज गर धन्यवाद दाइ दाइले गर्दा आज परम्परा आज त बेर खाने हो दाइ एक क्यान हानिदिने दाइ बेर खाने को दिदी अब खाना नि बेर 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 तल भयो बाबु तल छैन तपाईँलाई एक क्यान मात्र बियर खोज्नु गयो बियर भेटेन बहिनी भाडा दिनु भएन त हजुरले भाडा चमल 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 दिदी कता चमल जाने यता ल अहिलेको लागि यति नै तपाईँ हेर्दै गर्नुहोस् एकैछिनमा आउँछु होइन कुरै कुरो नकुरे हामीलाई बाल बाल थ्याङ्क यू फर वाचिङ दिस भिडियो सबले माया माया देखाइदिनु पऱ्यो हाम्रो अघि आइपुग्यो बिस्तारै